आजको मेरो भिडियो त्यति लामो छैन, एकदमै छोटो छ हैन। तर तपाईहरुको लागि एकदमै चाहिने त्यो बाहिरको क्रिमहरु लाएर लगाउन्जेल जाने अनिखेर छोडेपछि बेसरी आउने त्यसको बारेमा भन्न जाँदैछु। स्किप नगरी पुरै हेर्नुस्, तपाईहरुको उपाय यही छ, त्यो म नै हो। हजुर नमस्कार सबैजनालाई। आज फेरि नयाँ टिप्स लिएर आएछु। आज चाहिँ अब प्याकहरु यिनीहरु भन्दा पनि हाम्रो स्किन चाहिँ हाम्रो जब यो चाया पोतोहरु आउँछ, डार्क स्पट्सहरु मेलेजमा यिनीहरु आउँछ, त्यसपछि हामी के गर्छौं भने पहिला डाक्टर देखाउँछौं, अनि डाक्टर देखाएर जाँदैन, अनि अथवा डाक्टरै नदेखाइकन फलानुले यो लाको गयो, ढिस्कानुले यो लाको गयो भने हामीलाई कहिले जाला जस्तो हुन्छ, हामी लगाउँछौं तर हाम्रो जाँदैन है। जान्छ तर लगाउन्जेल जान्छ। जब त्यो क्रिम छोड्नुहुन्छ त्यसपछि फेरि तपाईको ब्याक टु नर्मल हुन्छ। त्यति मात्रै होइन, जति थियो त्यसको डबल तेवर झन् आउँछ है। किनभने यो दुःख मैले पनि भोगेको हो, त्यो फोटो मेरो नै हो है। मैले पनि यो कस्तो भने जम्मा यति मात्रै थियो कि यहाँनिर थोरै मात्रै थियो। त्यसको लागि मलाई एकजनाले चाहिँ नेपालमा मफर भन्ने क्रिम पाउँछ, त्यो लगायो भने चाहिँ स्वाट्टै जादो रहेछ भने एकजना बहिनीले मेरो जेठानीले लगाएको गयो भनेपछि मैले फटाफट मगाएर मैले पनि लगाएँ हैन। मैले लगाएपछि गएपछि मैले के गरेँ भने अनि ग्लो पनि भयो के। अनि त्यसपछि चाहिँ मैले अलिअलि यता पनि लाउन थालेँ कि कस्तो राम्रो क्रिम रहेछ, फेस पनि कस्तो ग्लोइङ भयो भनेर। अनि जब मेरो 2 हप्तापछि त पुरै गएको थियो, त्यो गएपछि चाहिँ मैले छोडेँ के यो क्रिम। यो छोडेपछि मेरो मुख भएको त्यही हो, ल हेर्नुस् है। यो अब यो क्रिमहरु भनेको के भने स्टेरोइजर क्रिम हो। स्टेरोइजरलाई एकैचोटी छोड्यो भने यस्तो हुन्छ। यसलाई चाहिँ हामीले यो किनभने हाम्रो फेसमा एडजस्ट भइसक्यो, हाम्रो छालालाई पातलो गराइसक्यो हैन। अनि यसले चाहिँ एकदमै फिचारिएर लिएर आउँछ। यसलाई हामीले एकदम केयरफुल, तपाईले यो यस्तो क्रिम लाएर अझै बढी आको र ब्याक टु नर्मल भएको भने तपाईले यसरी मेथड अपनाउनुस्। मैले धेरैवटा फेस प्याकहरु बताएको छु चायपत्तको। मेरो चाहिँ मुसुरो ओइलको हो। मलाई पनि सयौं मान्छेहरुले भन्नु भएको थियो हैन। भन्दाखेरि पनि गर्दा मुसुरोवालाले गएर मैले पट्टा समातेर बसेर त्यही लगाइ गरे गएको हो। अहिले पनि हप्ताको 2 चोटी चाहिँ म छोड्दिन है। अब त्यो भन्दा अगाडि हजुरहरु मेरो युट्युब भिडियो हेर्दिरहनु भएको छ, मेरो फ्यामिलीमा समावेश भइदिनुस् हैन। सब्स्क्राइब गरेर बेल आइकन थिचिदिनु, लाइक शेयर कमेन्ट गरिदिनु। पुरानोले पनि लाइक शेयर कमेन्ट त अवश्य गरिदिनुहुन्छ भन्ने आश छ है। अब यसमा चाहिँ हजुरले के गर्नुपर्छ भन्दाखेरि फेस प्याकहरु मैले धेरै बताएको छु हैन। त्यसमा चाहिँ हजुरले 15 दिन लाउनु के। न तपाईलाई एकैचोटीमा 15 दिनमा गर्छ कि त्यसो यहाँ दूध फाटे जस्तो हुन्छ। अनि के त्यो देख्यो भने चाहिँ तपाईको एकदम कालो थियो तर छ्यास भएर दूध फाटे जस्तो भयो भने ज्यास्मिन तपाईको वर्क गर्नलाई सुरु भयो है। त्यो भयो भने चाहिँ तपाईहरुले त्यसलाई छोड्दै नछोड्नु। अब यो क्रिम चाहिँ के गर्नु, यो क्रिम लगाउनु हैन। पहिलो तपाईले यो क्रिम लगाउनु, अनि के यो क्रिम लगाएर चाहिँ तपाईको 1 हप्ता, अब तपाईको 1 हप्ता यो क्रिम लाउनु, यसले एकदम फेड गर्छ है। त्यसपछि तपाईले फेस प्याक लाउनुस् हैन। अनि के गर्नु, अल्टरनेटिभ डे एक दिन यो लाउने, एक दिन फेस प्याक लाउने, एक दिन यो लाउने, एक दिन फेस प्याक लाउने, त्यो गर्नुस् है। 1 हप्ता तपाईले यो रुटिन गरिसकेपछि 1 हप्ता हैन 2 हप्ता तपाईले यो रुटिन गर्नुस्। 2 हप्ता यो रुटिन गरेपछि अब 2 हप्तापछि 2 दिन घरको लाउने, 1 दिन त्यो लाउने, 2 दिन घरको लाउने, 1 दिन त्यो क्रिम लाउने, त्यसरी गर्दै जानुस् है अर्को 1 हप्ता। अनि त्यसपछि के गर्ने, 3 दिन घरको लाउने, 1 दिन त्यो लाउने, गर्दै तपाईको तेस्रो हप्ता त्यो भयो, चौथो हप्ता त्यसरी गर्दै 7औं हप्तासम्म तपाईहरुले त्यसरी बनाएर लाउनुस् त्यसलाई है। बिस्तारै छोड्ने के। अनि के हुन्छ, बिस्तारै तपाईको स्टेरोइजरले छोड्दै जान्छ, हाम्रो क्रिम बस्दै जान्छ के। अनि एडिट हुँदैन, त्यो स्टेरोइजर माग्दैन फेसले है। त्यसरी तपाईहरुले गर्दैन, मैले पनि त्यसरी नै गरेको थिएँ। यसलाई यसरी गर्दै जानु भयो भने तपाईहरुको यो क्रिमले गर्दा बिग्रेको चाहिँ जान्छ भने, क्रिमले नगर्दा बिग्रेको भर्खरै फ्रेस आउनेको त 100% जान्छ। मेरो त त्यस्तो दबदबा बिग्रेको त गयो भने तपाईहरुको त के पनि नभएको त जान्छ। वर्ल्डमा पिगमेन्टेसनको क्रिम पाउनुहुन्न तपाईले। म लन्डन बस्छु, 1 वर्ष मैले डाक्टरका धाएको मान्छे हुँ। जस्तो जे भने त्यो लगाएँ, दुनियाले भने क्रिम पनि लाए गएन। अन्तिममा आएर मैले घरेलु उपचारबाटै गएको हो। त्यही भएर मैले चाहिँ जेले जान्छ त्यो मैले बनाएर राखिदिएको छु। हजुरले त्यसरी नै फलो गर्नुस्। 15 दिन लाउनुस्, कुनले सुट गर्छ। मलाई पनि सयौंले सुट गरेको थिएन। मलाई चाहिँ मुसुरोको दाल र जायफल हालेर लगाउनु, मैले त्यहाँ डिटेल लगाएर पनि देखाएको छु। लाउने तरिकाले पनि फरक पार्छ, त्यो पनि मैले देखाएको छु।
हजुरहरू एकदम पीडित रियलमै चाया पोतो पीडित हो भने यसरी गर्नु। एकजना बहिनीले मेरो कमेन्ट गरेर दिदी यो त जाँदै जाँदैन के भन्नुभएको छ। बहिनी तपाईँलाई एकदमै के भयो, एक त हामी कहिले कहिले अल्छी गरिदिन्छौँ, 2 दिन लाउँछौँ त्यसपछि हामी लाउँदैन, अथवा 1 हप्ता लाउँछौँ लाउँदैन, 1 महिना 1.5 महिना एभ्री डे लाउनुपर्छ। मैले त्यो हरेक भिडियोमा बताए अनुसार। तर स्टेरोइड युज नगरेकोहरूले त्यसरी गर्ने, स्टेरोइड युज गरेकोहरूले, क्रिम युज गरेकोहरूले चाहिँ यसरी गर्ने। गर्नुहोस् 100% जान्छ। हस्, हजुरलाई यो पनि मन पर्यो भने लाइक शेयर कमेन्ट गरिदिनु। नयाँ आउनु भएको छ भने सब्सक्राइब गरेर बेल आइकन दिइदिनुहोस्।